अमेरिकी राष्ट्रपतिदेखि बेलायती राजकुमार र भारतीय प्रधानमन्त्री समेत आइपुगेको कुनै बेलाको यो भव्य लज अहिले भूतबङ्गालामा परिणत हुन पुगेको छ। यो हो चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विश्वविख्यात टाइगर टप्स लजको पछिल्लो दृश्य। सम्भ्रान्त परिवारको अखडा र सफारी पर्यटनको प्रख्यात ब्रान्ड अहिले शून्यताको अर्को नाम जस्तो बन्न पुगेको छ। रिसोर्टका संरचना भत्किँदै बिग्रँदै गइरहेका छन्। नेपालको पहिलो जङ्गल सफारी होटलका रूपमा यो रहेको थियो। सौराहा, कसरा लगायतका क्षेत्रबाट जीप सफारीमा आउनेहरू टाइगर टप्स पुग्दा अहिले विरक्त अनुभव गर्छन्। यो लजमा को आएन? अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टन 1985, ब्रिटिस प्रिन्सेस अन्ना 1981, प्रिन्स ह्यारी, पूर्व पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो, अभिनेता जेरेमी आइरन 2001, अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर 1987, अमेरिकन अभिनेत्री पामेला वेलवुड र प्रिन्स चार्ल्सलाई यो लजले आतिथ्यता प्रदान गर्न पुग्यो। यसैगरी बेलायती राजकुमार फिलिप, लन टेनिसकी स्टार खेलाडी मार्टिना हिङ्गिज, भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी, उनका छोरा तथा पूर्व प्रधानमन्त्री राजीव गान्धी, सोनिया गान्धी टाइगर टप्स पुगे। बलिउड नायिका पामेला र निक व्हिलरले टाइगर टप्समा नेपाली परम्पराअनुसार बिहे नै गरे भने पहिलो सगरमाथा आरोही एडमन्ड हिलारी 1987 र तेन्जिङ नोर्गे शेर्पा नेपालका स्वर्गीय राजा वीरेन्द्र र अहिलेका ज्ञानेन्द्र परिवारसहित टाइगर टप्स पुगेका थिए। जङ्गली जनावरको संरक्षणमा ठूलो असर परेको निष्कर्षसहित सर्वोच्च अदालतको 2069 सालको आदेशअनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सञ्चालित टाइगर टप्स सहितका होटलहरू बन्द हुन पुगे। होटल बन्द भएको यतिका वर्ष भयो, तर अझै पनि चलाउन पाइन्छ कि भन्ने आशमा होटल सञ्चालक बसेका छन्। यहाँका जीर्ण संरचना कुर्न आफ्ना कर्मचारीलाई तलब दिएर लज व्यवस्थापनले खटाइरहेको छ। सुरुमा 300 जना कामदारले जागिर पाएको यस होटलमा अहिले हातका औँलामा गन्न सकिने कर्मचारी मात्र रहेका छन्। 20 कोठाको टाइगर टप्समा 60 बेड रहेका थिए। निकुञ्जभित्र 100 बिघामा फैलिएको टाइगर टप्स होटलमा वार्षिक 6000 देखि 8000 सम्म भिआइपी र महँगा पर्यटक आउने गर्थे। यो लजमा लामो समय काम गरेका दिपु चौधरी जब जङ्गल सफारी गराउन पर्यटक लिएर यहाँ आइपुग्छन् तब उनलाई बन्द भएको लजले खिन्नता मात्र दिन्छ। उनी यहाँभित्र प्रवेश गर्न चाहँदैनन्, तर पर्यटकले आग्रह गरे भने हार्न सक्दैनन्। उनका थप शब्द, म यहाँ त पहिला स्टार्टिङदेखि टाइगर टप्समा त 1980 देखि म काम गर्न थालेँ। 1980 देखिबाट यो स्टार्टिङ टाइममा तपाईँको यो टाइगर टप खोलेको चाहिँ जोन कुकमेन भन्नेले खोलेको हो। अनि उहाँ चाहिँ 4-5 वर्ष चलाउनु भयो। अनि वार भयो विदेशमा। वार हुँदाखेरि तपाईँको यो यसमा पाहुनाहरू नआउने अवस्था भयो। अनि उसले आफ्नो स्टाफलाई पनि केही पनि गर्न सकेन, मतलब स्यालेरी दिन सकेन। 4-5 महिना 6 महिना यिनीहरू स्टक भयो। अनि त्यसले गर्दाखेरि उसले सोल्ड गर्यो, बेच्यो। उसले बेच्दाखेरि जिम के अरे एडवर्ड भन्ने एउटा ब्रिटिस गाइडले उसले किन्यो यो जिम के अरे टाइगर टप जङ्गल लज। अनि उसले चलाउन थालेको थियो। अनि यसमा हाम्रो जब हामी यहाँ काम गर्दाखेरि हाम्रो 250 जना हामी स्टाफहरू थियौँ। अनि 18वटा हात्तीहरू थियो, 12वटा चाहिँ हाम्रो जिप सफारीको ल्यान्ड रोभर गाडीहरू थियो। त्यो जम्मै पेट्रोलले चलिराखेको थियो, पेट्रोलले चलाउँथ्यो। किनभने डिजलले अलिक धेरै आवाज आउने भएको हुनाले गर्दाखेरि अनि पेट्रोलबाट नै चलाउने गरेको हो त्यो गाडीहरू। अनि चाहिँ त्यो 2012मा चाहिँ त्यो लजहरू अझै अहिले भित्र भएको जङ्गल लजहरू चाहिँ 6-7वटा थियो। जम्मै अहिले तपाईँ 2012मा बन्द भएर म 13 देखि अनि म बाराईमा आएर जोइन गरेर काम गरिराखेको छु। अहिलेसम्म गर्दैछु। त्यहाँको संरचना त अब राम्रै थियो। अहिले त हेर्दाखेरि रुन मन लाग्छ। 20 वर्षभन्दा बढी काम गरेको हुनाले गर्दाखेरि त्यहाँको पहिलाको चहल पहल र अहिलेको उजाड अवस्था देख्दाखेरि त अलिकति नमजा लाग्दछ। त्यही भएर मलाई
प्रायः जसो गेस्टहरूलाई म उता लान चाहँदैन। चाह्यो भने त अब लिएर गइदिनु पऱ्यो, हाम्रो जब हो, हाम्रो काम हो त्यो देखाउने काम। तर पनि म सकेसम्म त्यहाँ गेस्टहरूलाई लाँदैन। राखिराखेको छ अहिलेसम्म हात्तीहरू। तर गभर्मेन्टले टोटली बन्द त भइसक्यो लज, तर टोटली यिनीहरूलाई तिनीहरू राख्नै पाउँदैन भनेर पनि भन्न सकेको छैन। के अरे लिज पनि दिन सकेको छैन, गभर्मेन्टले लिज पनि दिएको छैन। अनि खास त यो त खास सौराको ऊबाट सौरामा धेरै लजहरू भएको हुनाले गर्दाखेरि उनीहरूलाई के फिल भयो भने तपाईँको अब टाइगर टपमा यतिको गेस्ट आउँछ हाम्रोमा आउँदैन, हामीले सायद उनीहरूलाई विरोध गरेर टाइगर टप जङ्गलभित्रको लज बन्द गर्यो भने त्यो गेस्टहरू उता नगएर अनि हाम्रोमा आउँछ भनेर उनीहरूले सोचेको थियो। त्यस्तो गरेर सोचेर उनीहरूले बन्द गर्यो। पछि त हामीलाई त्यो थाहा थिएन, तर उनीहरूबाट नै हामीले फिडब्याक पाउँदाखेरि हामीले त्यो सुनेको छ। सौराको मान्छेले के भन्दै रहेछ अनि पछि हामीले त उताको गेस्ट हामी कहाँ आउँछ भनेर हामीले आन्दोलन गऱ्यौँ, बन्द हुन्छ भनेर। आखिर बन्द भएर पनि त्यहाँको गेस्ट चाहिँ हाम्रोमा आएन भनेर उनीहरूलाई पछि पछुताउ जस्तो लाग्यो। जङ्गल, वन्यजन्तु, प्रकृति र पर्यावरणको सङ्गम थियो यो लज। कतिपय भने टाइगर टप्स बन्द हुँदा राज्यको गहना र चितवनको चिनारी नै नामित भयो, ब्रान्ड भ्यालु समाप्त भयो भनेर भन्ने गर्छन्। निकुञ्जभित्रका होटलले गर्दा जङ्गली जनावरको सुरक्षामा गम्भीर असर परेको आरोप लगाएर होटल बन्द गराइएको थियो। तर अहिले पनि सरकारलाई हात्ती उपलब्ध गराएर यो लजले सुरक्षामा सघाउने काम गर्दै आइरहेको छ। प्रतिस्पर्धी होटल व्यवसायीहरूका साथै गैर सरकारी संस्थाहरू पनि यो लज विरुद्ध सक्रिय हुन पुगे र होटल नै बन्द हुन पुग्यो। तर टाइगर टप्सको प्रतिस्पर्धा स्थानीय व्यवसायीसँग रहेको थिएन। टाइगर टप्स चितवन राष्ट्रिय निकुञ्ज नबन्दै खुलेको होटल हो। पर्यटनका पायोनियर बेलायती नागरिक जिम एडवर्ड्स, अमेरिकन नागरिक वान्ना र केलिनले टाइगर टप्स हन्टिङ नामको कम्पनी खोलेर सन् 1964मा 4 कोठाबाट टाइगर टप्स सुरु गरेका थिए। सन् 1972बाट जिम एडवर्ड्स एक्लैले टाइगर टप्स किनेपछि नेपाली पर्यटनले नयाँ मोड लिन पुगेको थियो। जिम एडवर्ड्सको 2065 सालमा निधन भइसकेको छ। टाइगर टप्सले बाघ शिकार गर्ने पर्यटन सुरु गरेको थियो। त्यति बेला बाघ मार्न विश्वमा कतै अवैधानिक थिएन। पछि मात्र संरक्षणको अभियान सुरु भएको हो।